Japan offers the status of residence specified skilled worker. You can get to work in various regions of Japan, gain experiences and knowledge, while being exposed to Japanese culture. Deepen your life in Japan. Kiran from India and Rosan from Nepal have been working at a traditional style hotel in a town famous for its hot springs. यहाँनिर जापानको मान्छेहरू अब निकै काइन्ड हुन्छ अन्तखेरि निकै पोलाइट पनि हुन्छ त्यसले गर्दाखेरि मलाई अब यहाँको होटलहरुमा मान्छेहरूले कामहरु कसरी गरिन्छ अन्त यहाँको सर्भिसहरु कस्तो टाइपले गर्छ त्योहरु सबै सिक्नको लागि मैले यो होटल चुज गरेको मैले चाहिँ नेपालमा अब जस्तो कि काम त धेरै नै गरियो तर विशेष गरी अलिकति लामो समय चाहिँ मैले चाहिँ यो फुड सर्भिस र हैन तपाईको यो जुन हस्पिटालिटी इन्डस्ट्रीमा चाहिँ कसरी यो यताउति गर्नुपर्छ भन्ने कुरामा चाहिँ अलिकति धेरै नै काम गरे जापान चाहिँ एउटा के हो भने एउटा मलाई चाहिँ एउटा ठीक लागेको थियो अनि अर्को कुरा जापानमा चाहिँ एकदमै अब मेरो चाहिँ सपना पनि हो बच्चादेखिको अब एउटा हुन्छ नि बाहिर गएर काम गर्ने भन्ने एउटा सपना पनि थियो किनकि म चाहिँ मेरो ठाउँमा मात्र एक्सपिरियन्स नलिएर विभिन्न ठाउँबाट चाहिँ मैले एक्सपिरियन्स लिन पाऊँ भन्ने चाहिँ मेरो जुन त्यो सोच भएको कारणले गर्दा चाहिँ मैले जापानै रोजेको The status of residence specified skilled worker 1 is available in 16 industrial fields. Once you pass the occupational skill exam for a certain field and the Japanese language test, you can work in Japan for up to 5 years. So त्यो पनि एसडब्ल्यू को स्कुलबाट नै थाहा पाएको त्यस्तो पनि हैन हामीले लाइक अर्को इन्स्टिट्युटबाट हाम्रो इन्स्टिट्युटको डाइरेक्टरले चाल पाउनु भएको थियो त्यो पछि चाहिँ हामीलाई पनि त्यसको लागि पढ्नुहरु भनेर भन्नु भएको थियो 自分の国で近くのところに日本語を勉強しました時々の試験も受けました They passed the exams in their respective home countries and began working at the historic Takinoyu Hotel at the same time. こちら602号室の鈴木様、はい、誕生日ですのでグラスワインのサービスをご準備しております。अहिले त्यो जानेर अब कस्टमरहरुलाई के क्वेशन्सहरु छ भने उनीहरुले हाम्रो फ्रन्टमा क्वेशन गर्न सक्नुहुन्छ। मे चाहिँ गाइड गर्दाखेरि सबै ठाउँहरुको बारेमा मजाले एक्सप्लेन गरेर उनीहरुलाई चलो युज गर्नको लागि सजिलो होस् भन्ने पाराले एक्सप्लेन गरे भने चाहिँ राम्रो हुन्छ। मेरो चाहिँ फुड सर्भिस हो र सर्भिस गर्नुपर्ने हुन्छ अनि अर्को कुरा चाहिँ तपाईको जुन कस्टमरलाई चाहिँ गेनखानबाट चाहिँ तपाईको रुमसम्म चाहिँ लानुपर्ने हुन्छ अन्याय गरेर किरणले चाहिँ अब फ्रन्टबाट जुन त्यो कुरा गरेको हुन्छ त्यसपछि चाहिँ मैले उहाँलाई अब त्यहाँबाट चाहिँ उहाँलाई अब यहाँबाट चाहिँ सेचुमे गर्दा सबै कुराको व्याख्या गर्दै चाहिँ मैले रुमसम्म लानुपर्ने हुन्छ।キラン君もロサン君も最初からですねもう第一線で働けるような状態で入ってきてもらってます。彼らは日本語も上手ですけども英語も堪能でして特定技能の方々は言葉のアドバンテージが高いというふうに思います。外国人の旅行客に対してお客様の意思を気持ちを通じる言葉でお聞きするもしくはこちらで伝えることができるという非常に重要なおもてなしというかサービスの一環ですので特定技能の外国人にはそういったところを非常に期待しているところです。त्यो गाइड गर्दा कि त्यो चेकआउटहरु गर्दाखेरि जब कस्टमरहरु एकदम मजाले हाँसेर थ्यांक युहरु भनिन्छ त्यति बेला आफुलाई पनि खुसी लाग्छ। On their days off, they enjoy a food crawl together and deepen their understanding of the local food culture. すみません。はい。これって何の花ですか？この花は紅花と言って、いろんな料理に使えるんです。うちの食堂ではこの紅花を使った料理をお出ししてるんです。実はね、紅花は香りとか味がしない分体にいいんです。ほら、だんだん色が黄色くなってきたでしょ。これをだいたい一晩ぐらいするとご飯とかお漬物とかいろんなのに使えるんです。どうぞ。花の使った料理ってインドとネパールにないですね。はい。結構美味しいですね。なんか新しい経験。はい。インドでも紹介したいですな。
निकै मजा आउँछ दुईजनाले कहिले नखाएको कुराहरू भन्दाखेरि अन्तखेरि आफ्नो दुईजनाको एक्सपिरियन्सहरू के मन पर्यो के मन परेन त्यस्तोहरू सबै मजा आउँछ Do-san has formed a team with his colleagues to participate in a local marathon and is practicing diligently every day. यो कुरा चाहिँ धेरै लागेको छ अब जस्तो कि त्यहाँ गएपछि अब सबै कुरालाई सबैजनालाई चिन्न पायो अब बुझ्न पायो अब फेरि यहाँ चाहिँ के हुन्छ भने एकजनालाई एकचोटि देखेपछि उहाँहरूले बिर्सिनुहुन्न अनि अर्को कुरा अब मैले उहाँहरूलाई भेटिसकेपछि अब के हुन्छ नि मैले एउटा मान्छेहरूलाई अब बोल्नको लागि मलाई पनि हुन्छ सहज हुने भयो अनि उहाँहरूसँग चिनजान पनि भयो भने मलाई पछि हेल्पफुल पनि हुन्छ त्यो कारणले गर्दाखेरि अब यो चाहिँ मेरो लागि एकदमै ठुलो अपर्च्युनिटी पनि हो みんなで走るわと話し合って私一人で走るときは私寂しいや何するよけど今日は本当に楽しかったよ、ね、国は別々だけど、はい、同じ目標にね向かってそうやって練習したりこのコミュニケーションを取るっていうのはすごくいいことだよね外国人労働者っていうのはどうしても孤立してしがちなパターンが多いと思うんですね。私たちは面的にサポートできないかなというふうに思いまして地域に働いている外国人材に対して定期的にですねみんなで集まって常に仲間がいるんだよっていうところを、みんなと一緒に共有しながらやれるそういった素地を作っております。They both have dreams they want to achieve in their home countries, utilizing what they experienced in Japan. त्यो होटल चाहिँ अलिक इन्डियामा त्यो र्योकान स्टाइलको होटलहरू छैन त्यसले गर्दा त्यो मैले पनि र्योकान जस्तै टाइपको होटल चाहिँ बनाउनु इच्छा छ मैले चाहिँ यहाँबाट सिकेको कुरा र मैले चाहिँ नेपालमा सिकेको कुरालाई चाहिँ मैले मिक्स गरेर एउटा नयाँ खालको मैले एउटा रेस्टुरेन्ट नभए होटल चाहिँ खोल्न सकूँ भन्ने चाहिँ मेरो उद्देश्य हो सक्यो भने दुवैजना सँगै गरौँ भन्ने चाहिँ हाम्रो अवश्य नै एउटा विचार हो प्रयास पनि गर्छौँ र हुन्छ पनि भन्ने चाहिँ हाम्रो सोच लाग्छ किनभने अब देखेको सपना पुरा गर्नुपर्ने हुन्छ त्यो कारणले गर्दाखेरि अब मेहनत गर्दै जाउँ सकभर धेरै मेहनत गर्छु भन्ने चाहिँ सोचेको छु Enrich your life with experiences in Japan. Deepen your life in Japan. Visit the Ministry of Foreign Affairs website for details.